guys, welcome back to my YouTube channel. अनि सिवार सबैजनालाई गुड मर्निङ। अनि तपाईहरुलाई फेरि पनि मेरो यो आजको ब्लगमा स्वागत छ है। अनि बाइ द टाइटल र थम्बनेलबाट अब तपाईले थाहा भइसक्नु भयो होला है यो कस्तो टाइपको ब्लग हो भनेर। अन्त यो चाहिँ डे ब्लग हो, अब के कस्तो हुन्छ दिनभरि भनेर चाहिँ। अनि यो ब्लगमा चाहिँ मैले 3 डेजको मर्ज गरेर एडिट गरेको छु। अनि अहिले चाहिँ मेरो बिहानको सुरुवात भइसकेको छ, तपाईले देखिसक्नु भयो होला है। मैले चाहिँ यहाँनिर पराल्दैछु। अनि यो चाहिँ सबैको गाउँ घरमा कमान बस्तीमा चाहिँ सबैको कटेर चाहिँ यस्तो नै हुन्छ हैन। अनि मैले चाहिँ सफा गर्दैछु यहाँनिर। अनि अब अगाडिको भिडियोमा के हुन्छ हेर्दै गर्नुहोस् होला, म तपाईलाई सबै कुरा भन्छु हैन। मैले चाहिँ किन नबोलिकन भिडियो बनाएको यस्तो टाइपले ब्लगिङ गर्दैछु भन्दाखेरि चाहिँ अब किनभने त्यस्तै थियो। अनि यहाँ चाहिँ मैले तपाईहरुलाई दाउरा देखाउँदै थियो। अनि यो चाहिँ नाङ्लो, सबैजनाको घरमा यो प्राय नै हुन्छ यो नाङ्लो त हो। अनि यहाँनिर चाहिँ मैले डोको पनि देखाउँदै थिएँ, तर हातले देख्दैन। अब डोको पनि कमान बस्तीमा हुन्छ। अनि यहाँ माथि देखिरहनु भएको होला बारमा दाउरा हो, यो चाहिँ हामीले चिरेको म र बाउजू भएर। अब मैले अगाडिको ब्लगमा त्योहरू पनि हालेको छु हैन, दाउराहरू चिरेको गरेको। अब त्योहरू पनि हेरिदिनुहोस् होला है। अनि तपाईले मेरो भिडियोजलाई मन पराइदिनुहुन्छ भनेर आशा गरेको छु। अनि अन्तिमसम्म मेरो भिडियोलाई हेरिदिनुहोस् होला, साथ दिनुहोस् होला। अनि साथीहरू, मेरो आजको दिन चाहिँ यसरी नै सुरुवात भइसकेको छ हैन। यहाँनिर झाडु लगाउन थालिसकेको छु। यहाँनिर बिहान अब यस्तो हुन्छ, सफा गर्नुपर्ने हुन्छ हैन। म चाहिँ यहाँनिर बढाइदिरहेको छु, तपाईले एज यु क्यान सी हैन देखिरहनु भएको छ। अन्त नि साथीहरू, मलाई कतिजनाले भन्छ हैन, कतिजनाले यस्तो पनि सोच्दो रहेछ कि अब मलाई देखेर चाहिँ अब कामै गर्दैन हो। कतिजनाले मलाई खुद भनेको पनि छ हैन, देख्दाखेरि काम गर्छ जस्तो देख्दैन त्यस्तो भएर भनेर कतिजनाले मलाई फेस टु फेस पनि भनेको छ हैन। तर म चाहिँ काम गर्छु हैन। आज तपाईले देख्नुहुनेछ म के चाहिँ काम गर्छु, के गर्दिनँ हैन। तपाईले सबै यो ब्लगमा देख्न सक्नुहुनेछ। साथीहरू, मैले चाहिँ यो बडाल कुलार गर्ने कामहरू चाहिँ सकिसकेको छु हैन। अहिले चाहिँ म भाँडा मोल्नेतर्फ लागिसकेको छु। अनि तपाईले देखिरहनु भएको छ हैन। मैले चाहिँ यहाँनिर कालो कराई देख्नुहुँदै होला हैन। अब कमानतिर चाहिँ यस्तो हुन्छ कि कालो कराई। अनि यहाँ हेर्नुहोस् न साथीहरू, म कस्तो पाराले बसिरहेको रहेछु हो। फटाफटी मैले मिलिहालेँ हैन। मलाई आफूलाई क्यामेरामा हेरेँ नि त, मलाई कस्तो देखिरहेको रहेछ हैन, डरै लाग्दो। त्यही भएर चाहिँ म फटाफटी मिलिहालेँ, आफ्नो पोजिसन मिलाएँ हैन। यदि तपाईहरुले मेरो ब्लगलाई मन पराइदिनुहुन्छ भने हैन, प्लिज डु कमेन्ट, सब्स्क्राइब हैन, शेयर पनि गरिदिनुहोस् होला मेरो च्यानललाई। अनि हजुरहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ है मेरो तर्फबाट चाहिँ अब कस्तो टाइपको भिडियो तपाईलाई हेर्नु मन छ हैन। एज तपाईहरुको भनाइ अनुसार म भिडियोजहरु बनाउने ट्राई गर्छु हैन। तपाईले कमेन्ट चाहिँ गरिदिनुहोस् हैन। पढ्ने काम, हेर्ने काम, बनाउने काम सबै गर्ने काम मेरो हो। अनि त्यसैगरी म चाहिँ भाँडा मोल्दैछु हैन। अब अगाडि हेर्दै गर्नुहोस् होला म अरू के गर्छु। साथीहरू, मैले चाहिँ भिडियो चाहिँ टाइम ल्याप्समा बनाएँ हैन, किनभने भिडियो लिन्दी हुन्छ जस्तो लाग्यो नि त मलाई। अनि त्यही भएर चाहिँ मैले भिडियो चाहिँ टाइम ल्याप्समा गरिरहेको छु हैन। अनि मैले चाहिँ यहाँनिर एकदम कराई मस्काउँदैछु। मैले चाहिँ कालो हात पनि देखाएँ, तपाईँले देख्नुभयो होला हैन। अनि मैले ठिक्कै भाँडा मोल्दाखेरि चाहिँ बाउजू आउनुभयो, पाइप ल्याइदिनु भयो, किनभने पानी जोडिरहेको थियो नि त। त्यसपछि ठिक्कै मैले त्यो के भन्छ यस्तो धारा पनि सफा गर्दै थिएँ, पुरानिर त्यहाँनिर मैला भइरहेको थियो नि त हो। अनि मैले चाहिँ यस्तो सोचेँ गाग्री पनि धुनु पर्यो, धोएर चाहिँ पानी थाप्नु पर्यो भनेर चाहिँ मस्काउँदै थिएँ हैन। ठिक्कै भाउजू आएर मलाई चाहिँ सघाइदिनु भयो, हेल्प गरिदिनु भयो। भाउजू आएर चाहिँ दुईजना बात मार्दै हाँस्दै भाउजूले चाहिँ भिडियो बनाउँदैछ भन्दै थियो नि त। मैले चाहिँ भिडियो क्याप्चर गरिरहेको छु भनेर भने हैन। त्यो हो। नन्द भाउजू चाहिँ बात मार्दै गफ गर्दै काम गर्दै थिए हैन। र मैले चाहिँ यहाँनिर भाँडा मजाले धोइसकेको छु हैन। यहाँनिर चाहिँ मैले गाग्रीमा पानी थापिरहेको थिएँ। र साथीहरू, यो चाहिँ मेरो बर्थडे गिफ्ट हो हैन। युनिकर्न भएको एकदम डगी छ। अनि यो चाहिँ मेरो बर्थडे गिफ्ट हो। अनि यो चाहिँ मैले धोएर चाहिँ सुकाएर चाहिँ सजाइरहेको थिएँ हैन बेडमा। अनि मलाई चाहिँ यो कुनै किन एकदम यसको यो जुन चाहिँ ब्याक युनिकर्न छ नि, त्यो फोल्ड गर्दाखेरि चाहिँ अलिक स्वाको जस्तो लाग्छ। अनि यो युनिकर्न चाहिँ मैले कलेजको टाइममा चाहिँ मैले किनेको थिएँ हैन। यो पनि धोएको मैले।
त्यसपछि यो चाहिँ सुकेको लुगा मैले पट्याएर साइड गरिरहेको छु। अनि यो चाहिँ अस्ति मगाएको दाउरा हो होइन। अनि आज चाहिँ सोचेँ नि त मैले दाउरा चाहिँ चिर्नु पर्यो भनेर सोचिरहेको थिएँ। अनि यो चाहिँ मेरो बेड हो होइन, तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि यहाँ चाहिँ छ एकदम खास फ्रेम होइन। यो चाहिँ कसको फ्रेम हो, को हो फ्रेममा भन्दाखेरि चाहिँ उहाँ चाहिँ हुनुहुन्छ मेरो बडा, अनि मेरो फुपू हुनुहुन्छ, त्यसपछि मेरो पापा, त्यसपछि चाहिँ मेरो काका, मेरो पापाको दाजुभाइ दिदीभाइहरू होइन। अनि यहाँ चाहिँ चिरिसकेको दाउरा चाहिँ मैले यो दिन चाहिँ काकाले चिरिदिनु भएको थियो दाउरा होइन। त्यहाँपछि मैले यहाँनिर दाउराहरू चाहिँ मिलाउँछु, थन्काउनु पऱ्यो भनेर सोचेँ। अनि यो मैले दाउरा अब मैले सुरुवात गरिसकेको छु, एक एक थन्काउँदैछु मैले। अनि यहाँ चाहिँ मैले दाउराहरू थन्काइसकेको छु होइन। अनि यहाँ चाहिँ सक्नु एकदम भइरहेको छ। अब चाहिँ म दाउरा चिर्छु भनेर चाहिँ दाउरा चिर्नतर्फ लगेँ। यो चाहिँ मैले मुढा अघि 2 फाक्ला पारिसकेको थिएँ। अनि नि साथीहरू, तपाईँले एउटा कुरा याद गर्नुभयो, मैले चाहिँ मेरो चाहिँ दाउरा चिर्ने स्टाइल चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ मैले याद गरेको थिइनँ होइन। तल घरको बोजूले चाहिँ मलाई आएर भन्नुभयो नि त, अब यसले त साइडबाट चिर्दो रहेछ भनेर भन्नुभयो होइन। मैले चाहिँ मलाई चाहिँ मेरो आज चाहिँ फर्स्ट टाइम हो नि त, मैले फर्स्ट टाइम उयो गरिरहेको छु होइन। मैले चाहिँ साथीहरू फर्स्ट टाइम दाउरा चिरेको नि त। अन्त सबैजनाले चाहिँ दाउरा चिर्दै सिधा टाउको माथिबाट चाहिँ बन्चरो ताक्दो रहेछ होइन। तर मैले चाहिँ साइडबाट ताकेँ, किनभने मैले स्टार्टिङ नै यसरी गरेँ होइन। त्यही भएर मलाई चाहिँ यही तरिका अप्नाउन चाहिँ एकदम कम्फर्टेबल लाग्यो होइन। अनि तपाईँहरूले पनि हेर्नुहोस् होला मैले दाउरा चिरेको स्टाइल चाहिँ कस्तो छ भनेर हो। अब अगाडि भिडियोज हेर्दै गर्नुहोस् होला, मेरो ब्याकग्राउन्ड जुन चाहिँ साउन्डहरू सुन्नुहुँदैछ प्लिज इग्नोर गरिदिनुहोस् होला त्यो भिडियोलाई होइन। अनि यहाँनिर भाउजूले चाहिँ योहरू पनि अलिक उयो सानो मुढा छ, यो चिर्नु सक्छ भनेर चाहिँ भाउजूले निकाल्दै थियो होइन। त्यसपछि म चाहिँ चिर्दै थिएँ मजाले एकदम ध्यान लगाएर। मलाई नि साथीहरू तर एक प्रकारले डर पनि लाग्दै थियो कि खुट्टामा बन्चर हानी पठाउँछु भनेर। अन्त नि साथीहरू, मलाई चाहिँ यो बन्चरो चलाउनु चाहिँ एकदमै डर लागिरहेको थियो होइन। किनभने यो बन्चरो चाहिँ पुरा सुल्किँदो रहेछ नि त, एकदम छरेर आउँदो रहेछ। अनि मैले चाहिँ पहिला सोचेँ जुन एउटा मुढा भनेको त्यसलाई पहिला फुटाइहाल्छु भनेर सोचेँ होइन। मुढा टाइम त्यस्तो टाइम होइन, हल्का टाइम त लागेको थियो। अनि मैले चाहिँ बट्टाबट यहाँनिर मुढा तोडिरहेको छु हो। अनि अहिले भने चाहिँ मैले साथीहरू यहाँनिर दाउरा छँदै थियो कुन चाहिँ फुटाउनु भनेर हो। अनि किनभने पुरा दाउरा चाहिँ आँखा भएको रहेछ नि त। अनि यो पनि आँखा भरेकै रहेछ दाउरा भनेर भन्दै थियो मैले भाउजूलाई हो। अगाडि चाहिँ भाउजू र बोजू बस्नु भएको थियो। अरूभन्दा पनि जुन चाहिँ यो दाउरा चिर्दाखेरि चाहिँ यो बन्चरो बिचमा अड्किन्छ नि, त्यसलाई निकाल्नु चाहिँ टाइम लाग्दो रहेछ, साह्रो पर्दो रहेछ। मैले चाहिँ भर्खर झन्डै खुट्टामा उछ्याटिसकेको है साथीहरू। मेरो हाना चाहिँ एकदम खतरा छ। मैले चाहिँ यसरी निकाल्दाखेरि चाहिँ भाउजू र बोजू हाँस्नुहुँदै थियो। बोजू पनि भित्र बसेर हेरेर हाँस्नुहुँदै थियो मैले यसरी निकाल्दाखेरि बन्चरो अड्केको देख्दाखेरि हो। निकाल्दा चाहिँ खतरै हो भनेर म पनि मुसु हाँसिदिएँ होइन बात सुनेर। अन्त हेर्नु न साथीहरू, कति यो बन्चरो चाहिँ निस्किँदो रहेछ। त्यही माथि मैले टी सर्ट पनि त्यसो लगाएको थिएँ, एकरी तान्नुपर्ने हो। खै कुनि किन साथीहरू, साँच्चै त मैले पनि पछि उयो गरेँ कि सोचेँ कि मैले साँच्ची नै साइडबाट पो हान्दो रहेछु भनेर सोचेँ। किनभने मैले पनि दाउरा चिरेको मान्छेहरूको देखेको नि त, चिर्दाखेरि सिधा शिरमाथिबाट दाउरा एकदम उयो गर्छ उनीहरूले होइन, ताक्छ। मेरो त कुनि के हो, कता कुन चाहिँपट्टि कुन चाहिँ पारा हो, एकदम साइडबाट चाहिँ हानिरहेछु मैले। घरि सिधा घरि बाङ्गो, निशाना एकदम खतरनाक छ होइन। किनभने मेरो यो फर्स्ट टाइम हो नि त, मैले अघि नै तपाईँलाई भनिसकेको छु होइन। त्यही हो, अब अगाडि हेर्दै गर्नुहोस् होला मेरो भिडियोजमा अरू के हुनेछ होइन। 3 दिनको भ्लग हो, लास्टसम्म हेरिदिनुहोस् होला।
यहाँ चाहिँ म दाउरा चिरेर एकदम गरम भएर चाहिँ बसिरहेको थिएँ होइन। अनि यसरी नै मेरो चाहिँ यो चाहिँ आज नेक्स्ट डे हो होइन। एकदम मर्निङको सुट हो, बेडमै थिएँ म होइन। अनि यो चाहिँ नेक्स्ट डेको मेरो भ्लग स्टार्ट भइसकेको छ होइन। अनि आजको भ्लग चाहिँ के हुनेछ हेर्दै गर्नुहोस् होला, अगाडि तपाईँहरूले सबै थाहा पाउन सक्नुहुनेछ होइन। अनि यहाँ चाहिँ हामी मोमो बनाउनेतर्फ लागिरहेको छौँ, भाउजू मेरो मम्मी होइन। अनि मैले चाहिँ यहाँनिर चिकनको बोन र चिकनको मासु चाहिँ अलग अलग गर्नको लागि चाहिँ स्टार्ट गर्न आँटेको थिएँ होइन। अनि मैले चाहिँ यहाँनिर एकदम हड्डीलाई अलग यहाँनिर राखेको छु। अनि यहाँ चाहिँ एकदम चिकनको मासुहरू मात्रै उयो किमा गर्दैछु, मैले चाहिँ किमा गर्न सुरु गरिसकेको छु होइन। मैले चाहिँ एकदम मजाले किमा गर्दैछु यहाँनिर मोमोको लागि हो। एउटा हातले चाहिँ भिडियो सुट गर्दैछु, एउटा हातले चाहिँ सकि नसकी भइ नभई मैले चाहिँ किमा बनाइरहेको छु एज यु क्यान सी। यहाँ चाहिँ मैले मासु हेरेको थिएँ। अनि यहाँ चाहिँ मेरो मम्मीले मेरो भ्लगमा हाई भनेर चाहिँ भन्नुहुँदैछ है। यसै गरी साथीहरू यहाँ चाहिँ मैले एकदम चिकन किमा चाहिँ एकदम रेडी बनाइसकेको छु होइन। हेर्दाखेरि कस्तो खम लाग्दो। अनि यहाँनिर चाहिँ डोहरू पनि रेडी भइसकेको छ। मेरो मम्मीले चाहिँ यहाँनिर मक्टु निकालिदिनु भएको थियो। अनि भाउजू पनि मेरो भ्लगमा हेर्दै हाँस्दै थियो। यहाँनिर चाहिँ पल्लोघरको दिपेन दादाले चाहिँ हाई भन्दै थियो। अनि मैले चाहिँ हात हालौँ न भनेर चाहिँ उहाँले चाहिँ हात हाल्नु हुँदै थियो होइन। अनि यहाँ चाहिँ हामी चाहिँ एकदम स्टार्ट भइसकेको छ मोमो बनाउनु। मम्मीले चाहिँ बेच्नु हुँदैछ, भाउजूले चाहिँ डल्लो बनाउनु हुँदैछ। अनि यहाँ चाहिँ छ मैले बनाएको मोमो, तपाईँले देख्नुभयो होला होइन। अनि यहाँ चाहिँ एकदम वान सेट चाहिँ कम्प्लिट भइसकेको छ। अन्त यो चाहिँ अब हामीले बसालिसकेको छौँ होइन। अनि यहाँ चाहिँ पाकिसकेर चाहिँ साथीहरू हामीले चाहिँ खाना पनि स्टार्ट गरिसकेको छु। मैले चाहिँ खाँदा स्टार्ट गरेको, मैले चाहिँ बिर्सेछु होइन। यहाँ चाहिँ छ नि हाम्रो चिकनको सुप, यहाँ चाहिँ चिकन मोमो विथ अचार होइन। पदिना पनि पुरा भएको रहेछ त है मम्मी। च्याउ पदिना गरम महिनामा राम्रो हुन्छ यस्तो चाहिँ। यहाँ चाहिँ रुख टमाटरहरू पुरा छ। यहाँनिर उपर ल यसरी देखाउनु, यहाँ उपर तल नि सानो घट्नु रहेछ। मलाई चाहिँ यो यहाँको टिपेको है यो भर्खर। अन्त चाहिँ यहाँनिर चाहिँ मकैहरू पनि रोपेको रहेछ है मम्मी। आप्पा र आमाले हो मकै रोपेको रहेछ। अन्त यहाँनिर चाहिँ छ लाली साग हो, लट्टे कि के भन्छ नि। यहाँनिर चाहिँ काँक्रा, यो चाहिँ काँक्राको बोट, यहाँ पर पनि काँक्राको बोट हो। यहाँनिर चाहिँ छ भाती घुङ्रो। यहाँनिर चाहिँ बजारहरू कस्तो मजाको देख्छ। छेउबाट चाहिँ दार्जिलिङ मेन बजार देख्दैछ। यहाँबाट देख्छ। अब क्यामेरा क्वालिटी त्यस्तो खास छैन। दार्जिलिङ यो सबै दार्जिलिङ बजार। अरू चाहिँ कता के भन्छ। म चाहिँ यसको चाहिँ होइन लसुनको अचार खानु मन लागि झस्सी। अब चाहिँ गएर लसुनको अचार बनाउँछु एकछिनमा खानाहरू बनाएर। साथीहरू यो चाहिँ हाम्रो सल्लाहबारीको ग्राउन्ड हो होइन। देखिरहनु भएको होला तपाईँहरूले, कतिजनाले त देखेको पनि होला, ग्राउन्ड आएको पनि होला। अनि यहाँ माथि चाहिँ स्कुल, म त्यही स्कुल पढेको यो बिल्डिङ। अनि आजको ब्लग चाहिँ यति मात्रै हुनेछ। थ्याङ्क्स फर वाचिङ माई भिडियो। सबैजनालाई धेरै धेरै धन्यवाद। बाई बाई।